Hello everyone, welcome to another episode of NCM Talks. Today we have Miss Sadhana Sahani with us as our guest. Hello, हेलो, सन्चै हुनुहुन्छ? सन्चै छु। हजुर भन्नुहोस्? हजुर, म नि सन्चै छु। सो हामी आज बेसिकली नेपाली कलेजको बारेमा यसो छलफल गर्नेवाला छौँ। त्यो गर्नुभन्दा अघि हाम्रो अडियन्सलाई हजुरको यसो ब्रिफ इन्ट्रोडक्सन दिनुहोस्। म चाहिँ साधना साहनी। हाल नेपथ्य कलेजमा बिएससी सिएसआइटी पढिरहेको छु। र नेपथ्य कलेजमै +2मा सञ्चालित एन्ट्रान्स क्लासेसमा केमिस्ट्री क्लासेस पढाइरहेको छु। सँगसँगै बुटवलमा आइएल्स, पिटी, स्याट यिनीहरू पनि पढाउँछु। लाइक हजुरले भन्नुभयो नि होइन, हजुरले नेपाली कलेजमा पढ्नु पनि हुन्छ, अनि फेरि बाहिर गएर पढाउनु पनि हुन्छ। हजुरले यो सब कसरी म्यानेज गर्नुहुन्छ? कसरी सम्भव छ यो सब? टाइम म्यानेज गरिरहेको छु। रह्यो पढाइको कुरा, पहिलेदेखि राम्रै पढ्दै आएको छु। +2 सम्म नै राम्रै गरेको। सो अरूलाई पढाउन खासै गाह्रो छैन। अरूले भन्दा नि 11-12को एन्ट्रान्स क्लासेस पढाउन खासै गाह्रो छैन। आफ्नो पढाइको कुरा गर्ने हो भने आफू पनि सेल्फ स्टडी एकदम गरिरहेको हुन्छु। ए थोरै टाइममा पनि म धेरै कुरा सिकिरहेको हुन्छु। म्यानेज गरिरहेको छु। अब हजुरको कुरा सुन्दा मलाई हजुरको जर्नीको बारेमा यसो थाहा पाउन मन लाग्यो। अनि आइ एम स्योर हाम्रो भ्युअर्सलाई पनि थाहा पाउनु मन छ। सो प्लिज केही भनिदिनुहोस् हाम्रो भ्युअर्सको लागि। एकाडेमिकली त सानैदेखि राम्रै गर्दै आएको छु। सुरुदेखि 12 सम्मै भनौँ न, टप गर्दै आएको छु। सो एकाडेमिक ट्र्याक त लिनियर नै छ, बट आई हेभ नट रिसिभ्ड द सपोर्ट आई निडेड फ्रम फ्यामिली। रेजिस्टेन्स र डिमोटिभेसन मात्र फेस गरेको छु। स्टिल आई किप मुभिङ फरवर्ड। मैले आफ्नो मोमेन्टम ब्रेक गरिनँ। एज अ रिजल्ट म लिगल्ली काम गर्ने एजको भएदेखि नै काम गर्न थालेँ र अहिले काम र पढाइ दुवै म्यानेज गरिरहेको छु। अब हजुरको जर्नीमा धेरै नै अप्स एन्ड डाउन्स आयो होला। हजुरको सबसे लाइक डिफिकल्ट फेज चाहिँ के थियो त अनि? इनिसियल्ली मेरो युएस जाने प्लान थियो। मैले एउटा कलेजमा फुल स्कलरसिप नि पाइसकेको थिएँ। सबै कुरा मेरो कन्ट्रोलमा भएको, मैले सबै कुरा गरेर रेडी गरेको थिएँ। र भनौँ न त्यही ल्याक अफ सपोर्ट र रेजिस्टेन्सको कारण मेरो त्यो ड्रिम पनि पुरा भएन। अ, अहिलेसम्म त जस्तो थियो त्यस्तो थियो, तर एउटा होप थियो यति ठुलो केही अचिभ गरेपछि सपोर्ट पाउँछु होला, तर पाइनँ। द्याट वाज मोस्ट डिफिकल्ट फेज अहिलेसम्मको। तर इट डजन्ट मिन कि म त्यहीँ स्टक छु। आई हेभ मुभ फरवर्ड। अनि अहिले फर्केर हेर्दा मैले जति पनि प्रब्लम्स फेस गरेको छु तिनीहरूले नै मलाई स्ट्रङ बनाएको छ। सो एभ्रिथिङ ह्यापन्स फर अ रिजन एन्ड आइ एम मुभिङ फरवर्ड। अब हजुरले नेपाली कलेज नै किन जोइन गर्नुभयो त? एज अ सेड पहिला विदेश जाने प्लान नै थियो, तर हजुर। त्यहाँ जानुमा क्लासेस अगस्तमा स्टार्ट हुने थियो र मैले डिसिजन पहिल्यै पाइसकेको थिएँ। त्यो बिच मैले केही काम गरौँ भनेर यता बुटवलतिर आएको थिएँ अनि स्याट पढाइरहेको थिएँ सुरुमा। त्यो सँगसँगै पछि यहाँ नेपथ्य कलेजबाट एन्ट्रान्स क्लासेस पढाउनले सरले बोलाउनु भएको थियो। अनि पढाउँदै गर्दा मैले नेपथ्य कलेजको सिस्टमहरू, यहाँको फ्याकल्टी, यहाँको फेसिलिटिज सबै कुरा बुझ्दै गएँ। अनि एट द सेम टाइम उता मेरो युएस जर्नी क्यान्सल भयो। अनि यता सबै कुरा बुझ्दै गर्दा मैले यहाँ पनि धेरै राम्रो गर्न सक्छु भन्ने मलाई फिल भयो। यहाँको टिचरहरू स्पेसली सपोर्टिभ टिचर्स लाइक अरुण साहानी सर, शिवा सर, यहाँहरू जस्तो फ्याकल्टी मेम्बर भएपछि अरू केही कुराको टेन्सन नै लिन पर्दैन। र यो कलेजको एक्स्ट्रा करिकुलर एक्टिभिटिजमा रहेको फोकस हजुर। एकाडेमिक्स बाहेक पनि स्टुडेन्ट्सको लाइफ हुन्छ भन्ने कुरामा कलेजले विश्वास राख्छ। यिनै कुराले मेरो नेपथ्य कलेज जोइन गर्ने डिसिजनलाई इम्प्याक्ट गरेको। अहिले एक सेमेस्टर भ्याउँदै गर्दा आइ एम भेरी स्याटिस्फाइड यहाँ जे जस्तो छ। अनि आई होप फ्युचरमा नि मैले धेरै राम्रो गर्छु यहाँ। हजुर। अब हाम्रो नेपाली कलेजले +2 विङ्स पनि सञ्चालनमा ल्याएको 1 इयर जति भइसकेछ। अनि एसई दिएर बस्नुभएको भाइ-बहिनीहरूलाई हजुरले नेपाली कलेजमै किन पढ्ने भन्न चाहनुहुन्छ? एससी दिएपछि हाई स्कुल चुज गर्दा कुनै पनि स्टुडेन्टले हजुर। एउटै सपना लिएको हुन्छ, त्यहाँ पढेपछि मेरो फ्युचर राम्रो होस्। नेपथ्य कलेज ग्यारेन्टिज यु अ बेटर फ्युचर। यहाँ स्टुडेन्ट्सले सुरुदेखि नै +2 पछिको लाइफको लागि पनि प्रिपेयर गर्दै जान्छन्।
डे 1 देखि नै स्टुडेन्ट्सले आइओई र सीई जस्ता एन्ट्रान्स एक्जाम्सको प्रिपरेसन गरिरहेका हुन्छन्। त्यो पनि विथआउट एक्स्ट्रा कस्ट। सो यो कलेज चाहिँ एकदम स्टुडेन्ट्सको फ्युचरबारे सोचिरहेको छ। अर्को कुरा नर्मली +2 मा एडमिसन भइसकेपछि अरू पनि ससाना एक्सपेन्सेस हुँदै जान्छन्। बुक्स किन्न पर्यो त्यसको लागि पैसा, एक्जाम आइरहेछ त्यसको लागि पैसा, ब्याग किन्न पर्यो नयाँ-नयाँ, पिकनिक जान छ, टुर्सको लागि पनि एक्स्ट्रा। यो सबै जोडेर एक्सपेक्टेड भन्दा बढी खर्च हुन जान्छ। र यही कुरालाई ध्यानमा राखेर नेपथ्य कलेजले एउटा डिफ्रेन्ट अप्रोच लिएको छ। यो सबै कुरा फ्री अफ कस्ट, एक्स्ट्रा तिर्न पर्दैन, फी बाहेक एक्स्ट्रा तिर्न पर्दैन, जसले गर्दा कस्ट सेभिङ नै हुन्छ। कस्ट सेभिङ सँगसँगै यु आर इन्भेस्टिङ इन द राइट डिरेक्सन हियर। बुक्स, टी-सर्ट, वाटर बोटल, अम्ब्रेला यिनी बेसिक चिजहरू कलेजले आफ्नो अनर्स बन्डलमा दिइरहेको छ। सो त्यसले गर्दा त्यो ससानो एक्सपेन्सेस पनि बचिरहेको हुन्छ। अर्को कुरा यसरी गर्दा स्टुडेन्ट्सले इक्वल अपर्च्युनिटी पाइरहेको हुन्छ। इक्जाम्पलको लागि कतै टुर जान छ, पर स्टुडेन्ट एक्सपेन्स 10 देखि 15,000 लागिरहेछ। त्यति बेला यदि स्टुडेन्टसँग एक्स्ट्रा माग्यो भने जोसँग हुन्छ ऊ त जान्छ, तर कोहीसँग भएन भने के हुन्छ त्यो जान्न। यसरी कोही गइरहेको हुन्छ र कसैले मिस गरिरहेको हुन्छ। तर कलेजको सिस्टम अनुसार त्यसको एक्स्ट्रा चार्ज नगरेपछि सबैले इक्वल अपर्च्युनिटी पाइरहेको हुन्छ नि। सबैजना जान्छन्, कोही मिस आउट गर्दैन। यो सबै कुराले नेपथ्य कलेज एउटा स्मार्ट चोइस हो भनेर भन्न चाहन्छु। पढाइ त सबै कलेजमा राम्रै हुन्छ, टिचर्स सब क्वालिफाइड हुन्छन्। बट वाट सेपरेट्स नेपथ्य कलेज फ्रम अदर कलेजेस इज द एक्सपोजर, द इन्भाइरोमेन्ट एन्ड द अपर्च्युनिटिज यु गेट व्हाइल स्टडिङ हियर। नेपथ्य कलेजले आफ्नो स्टुडेन्टलाई क्लासेस सुरु हुनभन्दा अगाडि वान नाइट स्टे ओरिएन्टेसन प्रोग्राम पनि लाग्दो रहेछ। त्यसको पर्पज चाहिँ के होला? लाइक आजै गएर साँझ पनि त फर्किन मिल्छ नि। ओरिएन्टेसन प्रोग्राम बाहिर होटेलमा लगेर स्पेसली विथ नाइट स्टे एन्ड फन गेम्स, सर्फेस लेभलमा हेर्दा फन एक्टिभिटी जस्तो मात्र देखिए पनि यसको डिप पर्पज छ। एसई दिइसकेपछि हाई स्कुलमा जाँदै गर्दा स्टुडेन्ट्स एउटा अनफेमिलियर इन्भाइरोमेन्टमा गइरहेको हुन्छन्। त्यसले गर्दा सुरुमा कम्युनिकेट गर्न हेजिटेट गर्छन्, त्यो बोन्ड क्रिएट भएको हुँदैन अनि त्यो नयाँ इन्भाइरोमेन्टमा एडजस्ट हुन गाह्रो लाग्छ। क्लासरुमभन्दा बाहिर गएर ओरिएन्टेसन गरायो भने उनीहरू एकअर्कासँग बोन्ड गर्ने टाइम पाउँछन्। डिफ्रेन्ट ब्याकग्राउन्डबाट आएको स्टुडेन्ट्सले आफ्नो एक्सपिरियन्सेस सेयर गर्छन् अनि त्यो एउटा सेन्स अफ बिलोङ्गिङ क्रिएट हुन्छ फ्रम द भेरी बिगिनिङ। र यसले गर्दा उनीहरू त्यो नयाँ इन्भाइरोमेन्टमा स्मुथली ट्रान्जिसन गर्न सक्छन्। यो मात्रै होइन कि फ्युचरमा पढ्दै गर्दा टुरहरू पनि लग्ने, जस्तै रिसेन्टली आइपिएल टुर लग्ने डिसिजन भएको छ। र यही वैशाख 24 गते स्टुडेन्ट्स आइपिएल टुरमा पनि गइरहेको छन्। लाइक हजुरले भर्खरै आइपिएल टुर हेर्न लैजान लाहा भन्नुभयो। यो अब हजुरको यो इयर मात्र हुन्छ कि हरेक इयर हुन्छ? यो आइपिएल टुर हरेक वर्ष नै लिएर जान्छ कलेजले। इट्स अबाउट एक्सपोजर। क्लासरुम बाहेक पनि लाइफ हुन्छ भन्ने कुरा डेमोन्स्ट्रेट गर्नलाई हो खास। यो आइपिएल टुर लाइक रिफ्रेसमेन्ट र एन्टरटेनमेन्टकै लागि भए पनि यसले स्टुडेन्ट्सलाई धेरै कुरा सिकाउँछ। बाहिर डिफ्रेन्ट कन्ट्री, डिफ्रेन्ट स्केलमा गएर त्यहाँ सराउन्डिङमा कसरी इन्टरेक्ट गर्ने त्यो सबै कुरा सिकिन्छ। र त्यो त्यहाँ लाइभ गएर जति एक्सपोजर पाइन्छ त्यो गएर टिभीमा हेरेर त्यो पोसिबल हुँदैन। त्यति ठुलो क्राउडको पार्ट भइसकेपछि स्टुडेन्ट्सको आफ्नै कन्फिडेन्स पनि ग्रो हुन्छ। कन्फिडेन्स सँगसँगै उनीहरूको बोन्ड अझ स्ट्रङ हुन्छ। जस्ट टु कन्फर्म, नेपथ्य कलेजले ओरिएन्टेसन, टुर अनि आइपिएल सब फ्री अफ कस्ट नै लैजान्छ? विथआउट एनी एक्स्ट्रा कस्ट। स्टुडेन्ट्सले तिरेको फी बाहेक अरू केहीको पनि कस्ट लिँदैन कलेजले। सो या इट्स फ्री अफ कस्ट अनि सबैले यो चान्स पाउँछन्। अब हामी ऱ्यापिड फायर राउन्ड खेलौँ। हजुरको माइन्डमा जे आउँछ सुरुमा त्यही आन्सर गर्नु है। ल लेट्स बिगिन है त। वाट कम्स टु यर माइन्ड वेन यु हियर अबाउट नेपथ्य कलेज? ग्रोथ एन्ड अपर्च्युनिटिज। वान थिङ नेपथ्य कलेज डज बेटर देन अदर कलेजेस? इट ब्यालेन्सेस एकाडेमिक्स विथ रियल वर्ल्ड स्किल्स। वान रिजन समवन सुड चुज नेपथ्य कलेज? बिकज इट प्रिपेयर्स यु फर एक्जाम्स एज वेल एज फर लाइफ।
How has Nepothe College changed you? It made me more confident and focused, Describe Nepothe College in 3 words. supportive, modern, and empowering. It was wonderful having you with us today. We really enjoyed the conversation and thank you for your time. Thank you so much for having me here.